ल साथीहरू आज चाहिँ हामी तपोङसान चढ्न गइरहेका छौँ घुम्नु जानु आँटेको अनि तपोङसान चाहिँ यहाँ माथि छ यहाँ देखिन्छ होला उफ्रिन्छ तपोङसान चाहिँ त्यो तपोङसानबाट हामी अनि यहाँ चाहिँ बाटोहरू पनि राम्रो राम्रो रहेछ किम्बापहरू किनेका छौँ बिचमा अनि कति कुराहरू टुरिज्म एरियाहरूले गर्दाखेरि यहाँ चाहिँ राम्रो खानेहरू पनि देखिँदो रहेछ बस्नेहरू अनि यहाँ तपाईँहरूलाई देखाउँछु म अब यता पनि छ होइन योहरू सबै यहाँ खानेकुराहरू यहाँ देखिन्छ बाटो बाटोमा हो यो चढ्ने पहाड चढ्ने सामानहरू साथीहरू यहाँ चाहिँ बाटोहरू यस्तो राम्रो छ होइन हाम्रो पनि नेपालको पर्यटन प्रवर्धनको लागि चाहिँ विशेष गरेर बाटोहरू राम्रो भयो भने हाम्रो देश राम्रो हुन्थ्यो भन्ने हाम्रो कुरो हो हेर्नुहोस् यो बाटोहरूमा यहाँ छ ऊ कता जानु आँटेको पारी जाउँ कि क्या भन्दै हेर्दैछ कता जान्छु भन्छ ऊ त हामी हिँड्दैछौँ अर्कोतिर बाटो बाटोमा यो खाने ठाउँहरू पनि यस्तो छ है ट्रेकिङको सामानहरू हो यहाँ यसरी छ खाने रहेछौँ ए मसँग एउटा छ र चाहिँ बाटोमा चाहिँ साथीहरू हेर्नु साथीहरू बाटो बाटोमा है यताउता यस्तो स्ट्यान्डर्डहरू बनाएको छ यहाँ बाटो छ तर पनि यहाँ बाटोमा होइन मान्छेहरू यता ओहोरदोहोर गर्ने आउने आउँदैछ यहाँ जाने जाँदैछ है अनि यहाँ बाटो बाटोमा म तपाईँहरूको बिचमा देखाइरहेको छु तपाईँहरूलाई त्यहाँ परहरू हेर्नुहोस् ल यहाँ चाहिँ फुकानसान खुक्नी कमन लेखेको छ फुकानसान नेसनल पार्क हो ल जाँदै गर्दाखेरि है बाटोमा यस्तो पनि छ ल हेर्नु ल साथीहरू यो देखिन्छ होइन यो बाटोहरू हो म चाहिँ पहिले फुकानसान पनि चढाएको छु साथीहरू हामी जाने चाहिँ त्यहाँ हो है त त्यहाँ माथि हो यहाँ हेर्नु ल नजिकबाट अझै नजिक गरिदिएँ है यतिको छ त्यहाँ जानुपर्ने हामी चाहिँ यस्तो छ है त म त्यहाँ पुगेर पनि तपाईँहरूलाई देखाउँछु है त यो जाने बिचमा बाटोमा चाहिँ यस्तो छ है यहाँ साथीहरू आउने जाने मान्छेहरू भइरहेको छ यहाँ चाहिँ यो खालको यो के हो मलाई थाहा भएन तर यस्तो रहेछ यहाँ चाहिँ यो पाराको बिचमा भन्नुहोस् तपाईँलाई कस्तो महसुस भइरहेको छ यता हेर्नु न यहाँ ऊ हेर त यस्तो यसरी हेर्छ हौ मलाई लु खोला सानो खोल्छ रहेछ यहाँ होइन साथीहरू अनि यहाँ बगेको फुलहरू पनि यहाँ छ है त मान्छेहरू यसरी लवा लस्कर चढ्छन् पहाड साथीहरू यहाँ चाहिँ यो चाहिँ जो तवाङसानको यो पनि एउटा चुचुरा हो साथीहरू त्यहाँको जस्तो लाग्यो यहाँ मान्छेहरू चढ्दैछ त्यहाँ माथि ल यो तवाङसानको चाहिँ डाँडाहरू यस्तो 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 छ साथीहरू यो डाँडा मुनि साथीहरू यो चाहिँ बिजोङको रहेछ यो चाहिँ अलिकति कुहिरो लागेको हावाले चाहिँ यो तपोङसानमा त डरलाग्दो देखिँदो रहेछ